के नहास? एउटा सानो गाउँमा एउटा गरिब किसान बस्थ्यो। उसको एउटा मात्र छोरो थियो जो निकै अल्छी थियो। एक दिन किसान बिरामी परेर उनलाई लाग्यो कि अब उनी धेरै दिन बाँच्दैनन्। उनले आफ्नो छोरोलाई बोलाएर भने, मेरो मृत्युपछि तिमीले हाम्रो खेतको ख्याल राख्नुपर्छ। किसानको मृत्यु भयो। छोरोले खेतमा केही दिन काम गर्यो, तर उसलाई गाह्रो लाग्यो। उसले सोच्न थाल्यो, के म यो खेत बेचेर शहरमा गएर मोजमस्ती गर्न सक्छु? एक दिन उसले खेत बेचेर शहर गयो। शहरमा उसले धेरै पैसा खर्च गर्यो र छिट्टै गरिब भयो। ऊ फेरि गाउँ फर्कियो, तर अब उसँग बस्ने ठाउँ पनि थिएन। ऊ एउटा पुरानो रुखको फेदमा बस्यो र रुन थाल्यो। एकजना दयालु बुढी महिलाले उसलाई देखेर सोधिन्, के भयो बाबु, किन रोएको? केटाले आफ्नो कथा सुनायो। बुढी महिलाले भनिन्, चिन्ता नगर, म तिमीलाई मद्दत गर्छु। बुढी महिलाले केटालाई एउटा सानो घर दिइन् र उसलाई काम गर्न सिकाइन्। केटाले मेहनत गरेर काम गर्यो र बिस्तारै उसको जीवन फेरि राम्रो भयो। उसले बुझ्यो कि अल्छी भएर होइन, मेहनत गरेर नै जीवनमा सफल हुन सकिन्छ।